give your short introduction and what change will you bring in the college if you get selected for the post? So my name is Pratiksha Quisla and I'm currently studying in grade 12 with the faculty Computer Science. And I think I want to be president for this college and I've been selected for this post because people think that I'm responsible, not just people, but myself. I think I'm responsible and I'm approachable and I'm committed to what I do very seriously. What do you think you deserve or are capable for this post? So I've done this blogging things and anchoring and different types of motivational speech and I've participated in debates competition a lot of times. So I think I'm responsible, capable for this post. Namaste, I'm Anil Gaspal, Modern School College principal. यो मतदानको बारेमा मतदान कसरी गरिन्छ भन्ने कुरा पुरा प्रक्रियागतमा मतदान गर्नको लागि उम्मेदवारहरू छनौट गर्नेदेखि लिएर नतिजा प्रकाशनसम्म कुराहरू सिकाउन र कार्यक्रममा विद्यार्थीहरूलाई कामको जिम्मेवारीहरू दिनको लागि पनि हामीले यो स्टुडेन्ट काउन्सिलको हामी निर्वाचन गराउँदछौँ र यो निर्वाचनबाट निर्वाचित भएका प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजरर लगायत स्टुडेन्ट काउन्सिलले हाम्रो स्कुल कलेजको सम्पूर्ण कार्यक्रमहरूको इभेन्टहरूको जिम्मा पनि लिन्छन्। उनीहरूकै नेतृत्वमा कार्यक्रमहरू पनि सञ्चालन हुन्छन्, त्यसको लागि हामी तालिमहरू पनि दिने गर्छौँ र ओभरअलमा यो एउटा अध्ययन सिकाइ र यो एउटा बच्चाहरूमा एउटा नेतृत्व विकासको लागि पनि हामीले प्रत्येक वर्ष यो गर्दै आइरहेका छौँ। आज यो कार्यक्रम सुरु हुन लागेको छ। म यहाँ मोडर्न इङ्ग्लिस सेकेन्डरी स्कुल मोडर्न कलेजमा कोअर्डिनेटर छु अनि आज चाहिँ हाम्रो काउन्सिलको इलेक्सन हुँदैछ होइन, +2 काउन्सिल। स्पेसली यो काउन्सिल इलेक्सन भनेको चाहिँ भाइ बहिनीहरूलाई कति कुरामा प्रब्लमहरू परिरहेको हुन्छ, एडमिनलाई सपोर्ट पनि चाहिरहेको हुन्छ। त्यो बेलामा चाहिँ हाम्रो काउन्सिलको भाइ बहिनीहरूले चाहिँ एक किसिमले एडमिनको सपोर्टरको रूपमा काम गर्नुहुन्छ र यहाँ हुने विभिन्न इसीको कार्यक्रमहरूमा पनि सपोर्ट गर्नुहुन्छ। त्यसरी यसले यस्तो खालको कार्यक्रमले चाहिँ भाइ बहिनीहरूलाई लिडरसिपको बारेमा होइन, भोलि समाजमा नेतृत्व कसरी गर्ने, राम्रो कामको लागि अगाडि कसरी बढ्ने भन्ने कुरा पनि सिकाउँछ। सो एभ्री इयर गरिरहेछौँ हामीले। विगतका दिनहरूमा चाहिँ हामीले क्याप्टन एन्ड भाइस क्याप्टन भन्ने गर्थ्यौँ भने यो वर्ष चाहिँ हामीले प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट गरेर काउन्सिलको फर्मेटमा लान्छ। इलेक्सन चाहिँ हाम्रो स्टुडेन्ट्सहरूलाई क्लासमा मात्रै नभइकन चाहिँ प्र्याक्टिकल बेसिसमा पनि इलेक्सनको के कसो प्रोसिडरहरू हुन्छ भनेर चाहिँ हामीले स्टुडेन्ट्सलाई सिकाउनको लागि आज इलेक्सन गरेका छौँ र हाम्रो स्टुडेन्ट काउन्सिलको टिमबाट चाहिँ अर्गनाइज गरेर यो प्रोसिडर आज हामीले चाहिँ गर्न